this is Dipti. Welcome back to my channel. So this is part 3 of my Diwali vlog, and if you guys have not watched my part 1 and 2 Diwali vlog, then please guys watch it out. I will be giving link in the description box. So आज चाहिँ देउसे हो and म चाहिँ यो भिडियो आफ्टरनुन सुट गर्दैछु है. म चाहिँ मर्निङमै बनाऊँ भन्दै थिएँ, बट आई ह्याड सो मच अफ वर्क टु डु, त्यही भएर मैले स्टार्ट गर्न सकिनँ. बट मैले कतिवटा देउसे ग्रुपहरूको चाहिँ भिडियो बनाएर राखेको छु. सो आई वान्ट टु प्रेजेन्ट आउट द्याट. सो हेर्नुहोस् होला तपाईँहरू. सबै गर्ने केटाहरू रहेछ. लु देउसिरे खेल. ए त्यस्तो हुँदैन. थप्पडी मारेको. बत्तीको झिल्मी रातोमा माटो चिप्लोमा बाटो पुग्यो हामी पुग्यो हामी. भन भाइ हो राम्ररी भन मृगलाई ताकेको मृगलाई मैले ताकेको होइन मायालाई ताकेको रसम किरिरी हो रसम किरिरी फुल फुल्यो पाखीभरि सुनको रङमा डाँडामाथि भन्छु आज बर प्रीति गर्छ देउसुरे विथ डम्फु. देउसे खेल्दै आइपुग्यो देउसे खेल्दै आइपुग्यो सयपत्री फुलले गर्दैमा आइको माया के माया बसवती वाला तसेदा देउसे खेल्दै दिवाली. अब चाहिँ गएर लेट्स चेक इट आउट द्याट वाट माई मम इज डुइङ इन किचन. लेट्स गो. ओ मम्मी चाहिँ काम गर्नुहुँदैछ. मम्मी से हाई. हेलो, ह्याप्पी दिवाली हो. आज भोलि चाहिँ भाइटिका हो. यहाँ चाहिँ म भोलिको काम आज गर्दैछु. माछा फ्राई गर्दैछु हो. अब भोलिको आधी काम सकेको नि. सकेको. जाडो चाहिँ चढ्यो है मम्मी? जाडो चाहिँ पुरा भएर चाहिँ मैले टोपी लगाएको. मैले फेरि टोपी लगाएन भने मलाई टाउको दुख्छ नि त. सो माछा फ्राई गर्नुहुँदैछ मम्मीले चाहिँ. अब चाहिँ यो विङ्सलाई ललिपप पनि बनाउने काम छ, किनभने भोलि चाहिँ हो भाइटिका र भोलि बिहान चाहिँ काम गर्नु यस्तो हतार हुन्छ. त्यही भएर आधा सरो काम चाहिँ आजै गर्नुपर्छ, सो द्याट इट विल बी इजियर फर मी एन्ड माई मम. किनभने भोलि काम गर्ने त हामी नै हो. स्विचहरू यहाँ कराउँदैछ. माछा फ्राई हुँदैछ. अब चाहिँ हामी ललिपप बनाउनु पर्छ. एउटा दुईवटा चाहिँ बनाइसक्नु भयो मम्मीले, अब सिकाउनुहुन्छ. यो चाहिँ विङ्स हो. अब यसलाई चाहिँ यहाँनिर काटेर चाहिँ यसलाई चाहिँ आउट गर्नुपर्छ हो. यसको त काम छैन हो. त्यहाँदेखि फेरि यहाँनिर बिचमा यसरी काट्नुपर्छ हो. यसलाई चाहिँ टक्कै दुईवटा हुन्छ यो चाहिँ हो. यो दुईवटा भइसकेपछि चाहिँ यसलाई यहाँनिरबाट यस्तो गर्नुपर्छ. लेयर निकाल्दै जानुपर्छ माथिबाट है. माथिबाट लेयर निकाल्दै जानुपर्छ हो. यो भइसकेपछि चाहिँ यसलाई यसो गर्नुपर्छ होइन. यो चाहिँ अब भइगयो. एउटा भइहाल्यो त. अन्त अब यसको चाहिँ यो चाहिँ अलिक डिफिकल्ट छ है. यो चाहिँ डिफिकल्ट छ. यसमा चाहिँ दुईवटा उयो हुन्छ. के भन्नु त? दुईवटा हड्डी हुन्छ यसमा चाहिँ हो. त्यसले गर्दाखेरि यो एउटा सानोलाई चाहिँ निकाल्नुपर्छ. यसलाई चाहिँ हो सानो चाहिँ निकाल्नु पर्यो तपाईहरुले। निकाल्यो यो भइहाल्यो ललिपपहरुको।
एउटाको चाहिँ भनेपछि दुईटा हुँदो रहेछ नि मम्मी एउटाको चाहिँ एउटा विङ्सको चाहिँ 2टा ललिपप ओके भइहाल्यो त तर मम्मी चाहिँ यहाँनिर यी ललिपप बनाउनु हुँदैछ स्विटु चाहिँ यहाँ हेरेको छौ के हेरेको तिमी चाहिँ हेरेको हेर्नु नि मम्मी ए उता स्विटु हेरेको बाबा काँचो त कहाँ खानुहुन्छ त हो अन्त यहाँ चाहिँ छ हाम्रो सेलरोटी यो चाहिँ मम्मी र बाबाले हिजो नै पोलिसक्नु भएको दामी भएको छ सेलरोटी चाहिँ होस् होस् दामी भएको छ सेलरोटी चाहिँ खै टेस्ट गरौँ एउटा क्या सफ्ट भएको छ उसले हेरेको फेरि यहाँ हेरेको दाँत नहुनेले पनि खाने भएको छ यो रोटी है सो गाइज हामी चाहिँ डिनरहरू पनि गरिसकेर अब चाहिँ हामी डान्स गर्नु जान आँटेको है मम्मी अब हामी चाहिँ पल्लो गाउँमा चाहिँ पल्लो पल्लो घरमा पल्लो घरमा गएर चाहिँ अब हामी चाहिँ डान्स गर्ने हो डर लाग्दो त्यहाँबाट चाहिँ तपाईँहरू पनि त्यो डान्स हेरेर एन्जोय गर्नुहोस् होला बिकज इट्स ह्याप्पी दिवाली नाच्नु त पर्यो सो सी यु गाइज लु बाजा चाहिँ बज्यो यहाँनिर डिजे चाहिँ यता छ हाम्रो डिजे अरुण आन्टी हो डान्सर नम्बर 1 हाई भनिदिनु ममा 1 2 3 डान्सर नम्बर 1 डान्सर नम्बर 2 हाई भन्नु ममा हाई हाई आज त दिवालीको डान्स गर्न आएको भन्नु त ह्याप्पी दिवाली आज दिवालीको डान्स गर्न आएको माथिबाट भन्नु माथिबाट नौ नौ न लु स्टार्ट भयो म कहाँ गएको रे उते ल्याउन हौ बाजा ने अर्को बाजा यो बाजा भएन अर्को बाजा ल्याउनु गयो ममा जानु छम 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 पानी खाइन्छ भइसक्यो नाचेर बेसी म चाहिँ गलेर पानी खाँदैछु सिल्भरको मगमा यहाँ चाहिँ डान्स हुँदैछ अझै स्टिल सबसे दामी डान्सर सबसे दामी डान्सर नम्बर 1 दामी नाच्यो ओ माय गॉड थ्याङ्क यू भन्नु न अन्त थ्याङ्क यू भन्नु थ्याङ्क यू भेरी मच सो मच लेट मी ह्याभ सम अब चाहिँ इट्स अ बनबिटा ब्रेक आफ्टर ब्रेक फेरि डान्स गर्नु आएको आमा छोरी मजा आउँदैछ यो चाहिँ अब ब्रेक भएको अब चाहिँ डान्स सुरु हुन आँट्यो फेरि ब्याक टु ब्याक गलेर चाहिँ एकछिन ब्रेक भएको डिजे बोकेर जाँदैछ ह्याप्पी दिवाली भन्नु पर्यो ह्याप्पी दिवाली ह्याप्पी दिवाली साथै रमाइलो रमाइलो तेरा प्यार तेरा प्यार लो दोस्रो पार्टी
यहाँ चाहिँ हो मेरो घर अब चाहिँ हामी जाँदैछ रात पर्यो रात परेर डान्स कम्प्लिट कम्प्लिट कति बजीदेखि स्टार्ट गरेको हामीले होइन नि 7:30 हामी कति हिँड्नु हिँड्नु 7:30 नाचेको 10:30 10:30 मजा आयो यहाँ डिजे पनि बोकिरहेको छ मोबाइल त झन् गुड नाइट ह्याप्पी दिवाली सो यस गाइस घर पनि आइपुगे 10:30 भयो हामी गएको 7 बजीतिर पुरा डान्स गरेर थाकेर आएँ अब चाहिँ सुत्नुपर्छ भोलि त पुरै प्रिपेयर गर्नुपर्छ भोलि भाइटिका हो है टुमोरो इज अ भेरी स्पेसल डे फर एभ्रीवन सो that was it for today's video. I hope you guys enjoyed watching it. If you did, then please don't forget to like, comment and subscribe to my channel. I will see you guys in my next video. Till then, stay safe and take care of yourself. I love you all.